तिमी कस्ता व्यक्ति भन्छौ रुस्कुन भनेर अब बताउन लाग्नुहुन्छ। ये मानवा पापकृता दुराचाररता खला कामादि निरता नित्यं तेपि शुद्ध्यन्त्यनेन वै। जो व्यक्ति पाप धर्मलाई अँगालेको छ, दुराचारी छ, पापाचारी छ, भ्रष्टाचारी छ, व्यभिचारी छ, दोषचोरी छ, त्यस्ता व्यक्ति पनि आएर एक चित्त भएर जब शिव पुराणलाई सुन्छ भने ऊ पनि पखालिएर जान्छ। हेर्नुहोस्, कथाले तीनजना व्यक्तिलाई पखालेको छ। एउटा वक्ता, व्यासमा बसेर कथा गर्ने गुरुजीहरू पनि तरेर जान्छ कथा श्रवण गराउँदा। श्रोता जसले तल बसेर मनन चिन्तन गरेर श्रवण गर्नुहुन्छ उहाँहरू पनि पुनान्तिते शुद्ध हुनुहुन्छ। अनि पृच्छकम जसले सोध्छ प्रश्नहरू ऊ पनि तरेर जान्छ। तब यहाँ एकजना ब्राह्मणको कथा बताउनु भएको छ। किरात नगर नाम गरेको एउटा नगरमा एकजना ब्राह्मण बस्नुहुन्छ जसको नाम थियो देवराज। जसको नाम थियो देवराज। घरमा पत्नी थिइन्, पिता थिए, आमा थिए। सधैँ सबैको पालन गर्ने, तर यस्तो पालन कि कलियुगमा बताइयो नि धर्म, कलियुगको धर्म के रहेछ थाहा पाइयो नि, त्यसरी पालन गर्थे। पत्नीलाई पनि कराउने, आमा बाबालाई पनि ताडन गर्ने। रस विक्रेता भनिएको छ, मदिरा बेच्ने प्रकारका रहेछ। बिक्री गर्ने अनि घरमा आउने, झगडा गर्ने, पत्नीलाई पनि लात्ता हान्ने, आमा बाबालाई पनि नराम्रो वचन गर्ने। यस्तो ब्राह्मण कुलङ्गतमा फस्नु भएको रहेछ। ब्राह्मणको घरमा जन्मेर मात्रै ब्राह्मण हुँदैन है, यति याद राख्नुहोस्। जो मान्छे नि म शर्मा हुँ भनेर ब्राह्मण हुँदैन नि, फेरि याद राख्नुहोस्। उसले कर्म पनि ब्राह्मणको गर्नु पर्यो। ब्राह्मणको घरमा जन्मेको छ अनि रात दिन नालामा सुत्छ भने ब्राह्मण हुन्छ त्यो? हुँदैन। आज ब्राह्मणको घरमा जन्मेका थिए तर सङ्गत नराम्रो व्यक्तिको रहेछ। जो पनि थिए आफ्नो घरमा आउने सबैलाई अब ठगी ठगी चोर्नु थाल्यो। चोर्दा 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 एक दिन यसो विचार गर्यो, एकादातैका तडाके एउटा कुवाको छेउमा गएछ। तिर्खा लागेर त्यहाँ एउटा गणिका एउटा स्त्री भेट्यो। स्त्रीलाई भेटिसकेपछि अब उसँग ऊ आकर्षित हुन लाग्यो।